कहाँ उड़ाया इतना ढेर सारा पैसा? लो हमले कमाएको इतना ढेर सारा पैसा हमले उड़ा के फाइनली हामीले किनेछौँ DJI को RS5 गाइज। यसमा चाहिँ FX3 को चित्र रहेछ तर बट वी हेभ ओन्ली A7S3 केही छैन। A7S3 ले पनि हामीलाई चाहिँ अहिले दामी साथ दिइरहेको छ। करेन्टली त्यहीबाट सुट भइरहेछ हाम्रो भिडियो चाहिँ। अहिले चाहिँ हामीसँग A7 IV पनि छ हामीसँग अनि हामीले अहिले दुईटै क्यामेरामा लगाएर हामीले चेक पनि गर्छौँ कसरी काम गर्छ भन्ने। सो पहिला यसलाई अनबक्सिङ गरिहालौँ। फर्स्टमा यो साइडमा छ, यसमा यो चाहिँ तलको ट्राइपोड अनि त्यसपछि ब्याट्री छ यसमा चाहिँ। अनि हाम्रो अर्को साइडमा छ ओहो अनि यसमा चाहिँ छ हाम्रो बेस प्लेट र केबलहरू। फाइनली हाम्रो गिम्बल चाहिँ यसमा छ। अहिले चाहिँ यसलाई साइडमा राख्दै यसलाई निकालौँ। ढान्टाडा यसलाई चाहिँ यस्तो गराएर यो निकालौँ। RS5 गाइज यो चाहिँ पहिला रेड र व्हाइटको कम्बिनेसनमा लेखेर आउँथ्यो, अहिले चाहिँ टोटली व्हाइटमा लेखेर आउँछ RS5। अनि यहाँ चाहिँ ट्र्याकिङ मोड्युल राख्ने ठाउँ हो यो चाहिँ, तर हामीले चाहिँ बेस भेरिएन्ट मगाएको हुनाले यसमा चाहिँ आएको छैन। सो नो वरिज, तर हामीलाई कुनै त्यस्तो रिग्रेट चाहिँ हुन्न होला जस्तो लाग्छ। अनि तपाईँहरूले देखेर चाहिँ सबै ठाउँमा यो चाहिँ अहिले चाहिँ स्लाइडर मिनिमम मुभमेन्ट गर्नको लागि यहाँ सबै ठाउँमा यो चिज चाहिँ राखिदिएको हुनाले हामीलाई एकदमै इजी हुनेवाला छ ब्यालेन्स गर्नलाई। अनि अब छिटो पहिला ब्याट्रीलाई एट्याच गरौँ यसमा चाहिँ। आई होप कि ब्याट्री होस् यसमा, चार्ज होस् अलिकति होइन। द्याट्स सो हामीले अलिकति भए पनि यसको एक्सपिरियन्स लिन पाऊँ। बिकज मैले आउँदाखेरि डाइरेक्टली नै यता लिएर आएको थिएँ। सो यसमा चार्ज छ कि छैन भन्ने कुरा चाहिँ आई डोन्ट नो। ओ माइ गॉड, ब्याट्रीको साइज पनि योचोटि चाहिँ पहिलाको भन्दा ठुलो छ है। अनि ओ नो, हाम्रो ब्याड लक, चार्ज चाहिँ छैन। शिट। तर केही छैन, हामीसँग RS3 छ, त्यसको ब्याट्रीलाई स्विच गरेर हामीले सायद अन गर्न सकिन्छ होला जस्तो लाग्छ मलाई। लेट्स होप गाइज है। अनि पहिला चाहिँ यसलाई म यसमा एट्याच गर्छु। सो यसलाई लक गरिदिएँ मैले। अनि अब चाहिँ ट्राइपोड यो चाहिँ यसरी यहाँ लगायो भने अब चाहिँ पहिला हामीलाई के हुन्थ्यो भने चाहिँ हामीले यसरी राख्नु पर्यो भने पहिला यो तान्नु पर्यो, यो तान्नु पर्यो, यो तान्नु पर्यो हुन्थ्यो। अब चाहिँ यस्तो तान्यो भने चाहिँ ट्याक्क तीनवटा एकैचोटिमा खोल्छ। हे वी हेभ बेस प्लेट। अनि यो चाहिँ यति इजी बनाइदिएको छ यो सेट चाहिँ DJI ले। यसलाई भर्टिकली पनि माउन्ट गर्न सकिन्छ, हरिजन्टली पनि माउन्ट गर्न सकिन्छ, एकदम इजी तरिकाले। हामीले यो यसरी राखेका छौँ भने यो चाहिँ भयो हाम्रो हरिजन्टल सुट गर्नको लागि। यदि हामीलाई भर्टिकल सुट गर्नु पर्यो भने टक्क यो अनलक गरेर यसरी रिलिज हुन्छ। अनि त्यसपछि यसलाई चाहिँ हामीले डाइरेक्टली यसरी माउन्ट गर्नु। अनि त्यसपछि चाहिँ क्यामेरा हुन्छ ठाडो। ग्लासेस गन अनि यसको ब्याट्री पनि स्वाइप गरेर हामीले RS3 को लगाइसक्यो। अब चाहिँ यो क्यामेरा मैले A7 IV यसमा एट्याच गरेको छु। सो यसलाई चाहिँ यसलाई अनलक गरौँ अनि यसलाई फर्स्टमा ब्यालेन्स गरौँ। भगवानको नाम लिएर लेट्स स्टार्ट द गिम्बल। यस फाइनली। ल ओ माई गॉड, नाइस। यसलाई चाहिँ हामी अब भर्टिकल यसलाई चाहिँ ब्यालेन्स गर्नु कतिको गाह्रो हुन्छ त। लेट्स सी है त। यसलाई निकालौँ। त्यसपछि यसलाई यहाँ हालौँ। कति इजी है। फ्याट पहिलाको त टाउको दुखाइ नै थियो नि पहिलाको RS4 भन्दा पहिला चाहिँ। अहिले भयो के भन्दाखेरि हामीले चाहिँ A7 IV मा त्यो रिग लगाएको थियो। रिग लगाउँदाखेरि चाहिँ यतापट्टि अलि हेभी हुँदो रहेछ। अनि त्यो हामीले ब्यालेन्स गर्न गाह्रो भएको हुनाले हामीले त्यसलाई चेन्ज गरेर A7 IV उता खिच्न राखेर अहिले चाहिँ हामीसँग S3 यहाँ हामीले ब्यालेन्स गर्दैछौँ। सो हामीले यो ब्यालेन्स गऱ्यो। अब यसको पालो मात्रै बाँकी छ। यसलाई अनलक गरेर टक्क ट्राई। ओके नाइस। हामीले चाहिँ धेरै चाहिँ ब्यालेन्स गर्नु पर्दो रहेछ। खाली यो वाला
यो वाला मोटरको लागि चाहिँ हामीले अलिकति ब्यालेन्स गर्नुपर्ने रहेछ। यसलाई अनलक गरौँ है त। यस डन। फाइनली वी आर रेडी अब चाहिँ सुट गर्नको लागि। अब हामीले के गरौँ? सुट गरौँ।